यहाँ म इन्टरभ्यूमा थिएँ होइन, अनि दाइले चाहिँ मलाई ऱ्यापिड फायर क्वेसन सोध्नुभयो। एउटा चुज गर्नुपर्ने दुईजना मध्ये, अनमोल केसी कि प्रदीप खड्काले। अब मलाई दुइटै मनपर्छ हेर। दुइटै मनपर्छ। त चाहिँ के चुज गर्छस्? त्यसो भए दुइटैको अगाडिको अक्षर जोडेर नाम लिएवाला गर्नुपर्छ। दुइटैको अगाडि जोडेर को चाहिँ? नाम अनमोल केसीको प्रदीपको छ। हल्ला नगर्न भन्न साँच्ची के? कुन तँलाई कुन चाहिँ? मलाई चाहिँ कहिले अहिलेसम्म अब भेटेको छैन नि त हामीलाई, भेटेको छैन। अब तैँले अस्ति भेटको आधारमा चाहिँ प्रदीप खड्कातिर भेटी, त्यो आधारमा चाहिँ अहिले चाहिँ अब प्रायः प्राथमिकता भन्ने प्रदीप दिनु सक्छ।